आज सीता नवमी। वैशाख शुक्ल नवमी एउटा पावन नवमी हो जसमा रामायणकी मुख्य पात्र अनि हिन्दू आस्थाकी केन्द्रबिन्दुको स्वरूप नै मानिने सीताको जयन्ती मनाइने गरिन्छ। सीता माताको विवाह रामसँग त्रेतायुगमा भएको हो। मिथिला, जानकी, रामनन्दनी लगायतका सीताका अन्य धेरै नामहरू छन्। अहिलेको नेपाली भूभागमा पर्ने जनकपुरमा राजा जनकको छोरीको रूपमा सीतालाई मानिन्छ। तथापि सीताका जन्मको विषयमा भने विभिन्न अन्य कथन अनि उक्तिहरू पाइन्छ। सीतालाई राजा जनकले खेत जोत्दा भेटेको र धरतीकी छोरी सीता पुनः अग्नि परीक्षापछि धरतीमै समाहित भएको भन्ने विभिन्न कथाहरू अझै पनि घर घरको कथा बनेर बसेका छन्। सीताको जन्म अर्थात् त्रेतायुग अघि नै लेखिएको ऋग्वेदमा सीतालाई धरतीकी देवी माता भनेर चित्रण गरिएको छ। धरतीबाटै प्रकट भएकोले ऋग्वेदमा उल्लेखित देवीको नामबाट सीताको नाम राखिएको हुनुपर्दछ। रामको जन्म सीताको जन्मको ठ्याक्कै 1 महिना पूर्व चैत्र महिनाको नवमीमा भएको, त्यसैले रामनवमीको ठ्याक्कै 1 महिनामा सीता नवमी पर्दछ। पुण्य नक्षत्रमा जन्मिएकी सीता सनातन दर्शनको एउटा महान नारी दृष्टान्त हुन् जसको नाम सदा सर्वदा लिइन्छ। अयोध्याका राजकुमार रामसँगको विवाह प्रसङ्ग बडो रोचक छ। सीताको सुखशयलमा हुर्किएकी सीता पतिसँग वनवास अनि कठोर बसाई हुँदै लङ्कामा रावणको अधीनमा समेत बसेकी हुन्। सीताको जीवनमा एउटा उदाहरणीय उतार चढाव पाइन्छ। उनका हरेक कुरा अनि निर्णयले मानव जातिलाई ज्ञान अनि सहनशीलता सिकाएको छ। लैङ्गिक भेदभावको उदाहरणको रूपमा सीताको चित्रण गर्ने एउटा भेदी जमात पक्कै नदेखिएका होइनन्। तथापि सीताको चित्रणमा कान्ति अनि सशक्तता दुवै पाइन्छ। स्वामी विवेकानन्दले त प्रश्नसँग भनेका छन् कि भविष्यमा या भूतकालमा धेरै रामहरू भएका या हुन सक्ने सम्भावना होला, तर सीता केवल एक मात्र छिन् र हुनेछिन्। सीताको नाम राम भन्दा पहिले लिइन्छ। हामीले राम सीता भन्दा पनि सीताराम भन्ने गरेका छौँ। पहिला सीता अनि राम। सनातन दर्शनमा लैङ्गिक समानताका प्रशस्तै कडीहरू पाइन्छन्। सीता तिनै मध्येको एउटा कडी हुन्। नेपालको जनकपुरमा जानकी मन्दिर सुशोभित छ। झलल बलेको यस मन्दिरमा रामायणका झल्कोहरू प्रत्यक्ष देख्न पाइन्छ। अविचलित सीता अनि मर्यादा पुरुषोत्तम रामका कहानीहरू घर घरमा अझै सुनाइन्छन्। सीता एउटा भक्ति हो, शक्ति हो अनि एउटा उदाहरण हो नारीहरूको असीमित धैर्यता, सहनशीलता र उदारताको। रामभित्र पनि सीता छिन् अनि रामायणमा सीता हरेक कणकणमा छिन्। रामभित्र स्वयं राम भन्दा सीताको अंश धेरै छ। सीता जयन्तीको शुभकामना।